अघि खेल्थ्यो यो बच्चाहरू अघिकोमा छैन यो छुट्टै नाच के प्याखा भन्नुभयो चाहिँ पवन पवनका प्याखा यो पनि तालकै आधार यसमा चाहिँ के गर्छ यसमा चाहिँ के गर्छ उनीहरूले यो बच्चाहरूले एकले अर्कालाई ग्यारेज नाच्ने हिसाबमा हो यो गिजाको हो यिनीहरूले भक्तको एउटा त्यो युद्ध लडेको जस्तो पनि गर्छ 3-4 जना गरेर के प्याखा भन्छ त्यसलाई युद्ध गरे जस्तो पनि गर्छ युद्ध गरे जस्तै जङ्गली चक्रपुरमा त यो गाई जात्राको टाइममा तपाईँको गाई जात्रादेखि कृष्णाष्टमीसम्म पुरा यस्तै परम्परागत आधुनिक नृत्यहरूको माहौल मेलै लाग्छ नि त अनि यो बच्चाहरूलाई सिकाउनुको लागि समय लाग्छ होइन हजुर यो आफै सिक्नु मान्छ हजुर यो बच्चाहरू सिक्नु आउँछ आफै हामी यो विश्वकर्मा सांस्कृतिक कला भन्ने छ यसले चाहिँ सूचना निकायले काठमाडौँ कला अनि सूचना जारी गरेपछि नाच्ने भनेर उनीहरू आफै हाल्छ अनि यो बाबा नाचेपछि यिनीहरूले पैसा तिर्नुपर्छ कि पर्दैन पहिला भए पैसा तिरेर हुन्छ अहिले चाहिँ हाम्रो पश्चिम नगरपालिकाले चाहिँ गाई जात्राको अवधिमा यस्तो सांस्कृतिक मूल्याङ्कन गरेर पुरस्कार पनि वितरण गर्छ होइन पुरस्कारको व्यवस्था भयो होला अनि हाम्रो चाहिँ लगभग 73 सालदेखि 75 सालदेखि हाम्रो प्रायः जस्तो फर्स्ट सेकेन्ड हुन्छ पश्चिम नगरपालिकामा अनि त्यसैको पुरस्कारबाट कोर्सहरू स्थापना गरिरहेका छौँ त्यसै भएर चाहिँ चलाइरहेको भने यो बच्चाहरूले सिकेकोले पैसा तिर्नु परेन पर्दैन निःशुल्क नै हुन्छ अनि अब यहाँ आउँछ होइन यहाँ आएपछि यो बच्चाहरूले पैसा पाउँछ कि पाउँदैन यो हाम्रो केही पाउँदैन बच्चाहरू खोलाबाट कसरी एक पैसा लिँदैन हाम्रो जहाँ अब आज हामी यहाँ आयौँ नि यहाँबाट जति पारिश्रमिक हामीले पाउँछौँ त्यो हाम्रो कोर्समै हुन्छ भनेपछि उहाँले आउनुभयो कला प्रस्तुत गर्नुभयो जानुभयो भने संस्कृतमा एउटा कोर्समा रहन्छ हजुर वर्षैभरि यो नाच्नु पनि पाउने होइन तपाईँको यो गाई जात्राको समयमा 8-9 दिन अनि यस्तै कहीँ कतै जानु पऱ्यो भने मात्रै टाइममा जाने त अर्को यो कसरी नाच्नु जान्दछ त त्यो बिर्सिँदैन एक वर्षमा बिर्सिँदैन त उनीहरूले गाई जात्रा गरे यो एक दुई दिन जानेपछि त बिर्सिने होइन कहिलेकाहीँ अघि तपाईँले हेर्नुभयो भने पहिला प्याखरमा चाहिँ 1-2जनाको मिस्टेक भयो नि मिस्टेक बिर्सिन्छ यो खासै एक दुई जानेपछि बिर्सिँदैन सानोतिनो मिस्टेक त भइहाल्छ खासै यो नाच सिकाउनु त ठुलैले सिकाउँछ नि यो छुट्टा छुट्टै गुरुहरू हुन्छ अघिको छुट्टै